धेरै धेरै समय पहिलाको कुरा हो। एउटा शक्तिशाली राज्यमा एकजना प्रतापी राजा राज्य गर्दथे। सबै कुरा ठिकठाक चलिरहेको थियो, तर एक दिन राज्यमा ठुलो सङ्कट आइपरेछ। के भएछ भने अचानक एउटा सुदूर देशको रहस्यमय राजदूत दरबारमा प्रवेश गरेछ। उसको अनुहारमा न कुनै डर थियो न कुनै आदर। ऊ सरासर राजाको सिंहासन अगाडि गयो। दरबारका अङ्गरक्षकहरू दरबार निकाल्न खोज्दै थिए, तर राजाले हात उठाएर तिनीहरूलाई रोके। ती दूतले आफ्नो खल्तीबाट एउटा विशेष चक निकाले र मुखबाट एक शब्द पनि नबोली सिंहासनको वरिपरि एउटा गोलो घेरा बनाए। यो अचम्मको व्यवहार देखेर सबै अचम्ममा परे। घेरा बनाएर ऊ 2 कदम पछि हट्यो र मौन उभियो। राजाले अचम्मित हुँदै सोधे, दूत, के हो यो? तिम्रो यो व्यवहारको अर्थ के हो? तर दूतले मुख खोलेर एक शब्द पनि बोलेन। दरबारमा सन्नाटा छायो। राजा चिन्तित हुँदै सिंहासनबाट उठे र आफ्ना दिग्गज मन्त्री तथा सल्लाहकारहरूलाई हेरे। राजाले क्रोध र चिन्ता मिश्रित स्वरमा भने, मन्त्रीज्यू, हेर्नुहोस् यसलाई। यो घेराको अर्थ के हो? यसले मलाई के सङ्केत गर्न खोज्दैछ? तुरुन्त यसको रहस्य पत्ता लगाउनुहोस्। तपाईँलाई चाहिँ के लाग्छ? दूतले राज सिंहासनको वरिपरि घेरा लगाउनुको अर्थ के थियो होला त? तपाईँको दिमागमा के आउँछ सोच्दै गर्नुहोला। अब लागौँ यो रहस्यको जरा खोज्न। मन्त्री अब कतातिर मोडिए त्यतातिर। त्यसपछि विद्वान मन्त्री र सल्लाहकारहरूले चस्मा मिलाउँदै घेरालाई धेरै बेर निहाले। कसैले टाउको कन्याए, कसैले पुराना किताब पल्टाए, तर कसैले केही पत्तो लगाउन सकेनन्। राजाले गर्जिँदै भने, धिक्कार छ तिमीहरूको विद्वतालाई। पानीमा डुबेर मरे पनि हुन्छ तिमीहरू। हे भगवान, के मेरो यो विशाल राज्यमा एउटा पनि यस्तो बुद्धिमान मान्छे छैन जसले यो एउटा घेराको अर्थ बुझाउन सकोस्? राजाको रिसको सीमा रहेन। उनले तुरुन्तै कडा आदेश दिए, मन्त्री, तत्काल राज्यका सबै बुद्धिजीवी र विद्वानहरूलाई यहाँ उपस्थित गराउनु। यदि उनीहरूले यो घेराको रहस्य खोल्न सकेनन् भने आजैका दिन उनीहरूको शिर काटिनेछ। राजाको कठोर आदेश सुनेर मन्त्रीको सातो गयो। ऊ आफ्नो ज्यान जोगाउन र राज्यको इज्जत बचाउन तुरुन्तै विद्वानहरूको खोजीमा निस्क्यो। ऊ सहर, बजार, गाउँ गाउँ भौतारियो, तर कसैले पनि त्यो अचम्मको घेराको रहस्य सुल्झाउने हिम्मत गरेनन्। हैरान र निराश हुँदै मन्त्री गाउँको एउटा कुनामा रहेको सानो र जीर्ण घरको नजिकै पुग्यो। घर बाहिरबाट एकदमै शान्त र खाली देखिन्थ्यो। मन्त्रीले थकित स्वरमा घरको मान्छेलाई बोलाउँदै भने, कोही छ घरमा? कोही हुनुहुन्छ? भित्रबाट कुनै आवाज आएन। मन्त्री कौतूहलतावश भित्र पसे। पहिलो कोठामा छिर्ने बित्तिकै उनको आँखा एउटा कुनामा झुन्डिरहेको कोक्रोमा पर्यो। अचम्मको कुरा त कोठामा कोही थिएन, तर त्यो कोक्रो आफै यताउति हल्लिरहेको थियो। मन्त्री मनमनै डराउँदै, यो के जादु हो? यहाँ त कोही पनि छैन, तर यो कोक्रो कसरी हल्लिरहेछ? डर र आश्चर्यमा मन्त्री दोस्रो कोठामा गए। त्यहाँ पनि अर्को कोक्रो त्यसै गरी हल्लिरहेको थियो। मन्त्रीको आँगै जिरिङ्ग भयो। उनी दौडिँदै घरको छतमा पुगे। छतमा गहुँ सुकाइराखेको थियो। आकाशमा चराहरू गहुँ खानका लागि मडारिरहेका थिए, तर कसैको पनि छतमा ओर्लिने हिम्मत थिएन, किनभने छतमा राखिएको बाँसको एउटा सानो पङ्खा हावा नै नचली फनफनी घुमिरहेको थियो। मन्त्रीले लखतारान पर्दै सोचे, यो घर हो कि कुनै जादुगरको महल? यहाँ त सबै कुरा आफै चलिरहेका छन्। अन्तिममा मन्त्री तेस्रो कोठामा पुगे। त्यहाँ एउटा सामान्य जुलाहा, कपडा बुन्ने मान्छे शान्त हुँदै तानमा कपडा बुनिरहेको थियो। मन्त्रीले हतारिँदै उसलाई सोधे, ए भाइ, तिम्रो घरमा यो कस्तो चमत्कार भइरहेको छ? बाहिर हावा चलेको छैन, कोठामा कोही छैन, तर कोक्रो र पङ्खा कसरी घुमिरहेका छन्? के तिमी कुनै तान्त्रिक हौ? जुलाहाले मुस्कुराउँदै भन्यो, हजुर नमस्कार मन्त्रीज्यू, यो कुनै चमत्कार वा जादु होइन। यो त मेरो दैनिक कामको एउटा सहज हिस्सा मात्रै हो। म त केवल आफ्नो काम सजिलो बनाउँदैछु। मन्त्रीले अविश्वासको स्वरमा भने, मलाई मूर्ख नबनाऊ।
तिमी यहाँ बसेर कपडा बुन्दैछौ, त्यहाँ बाहिर कसरी काम भइरहेछ? जुलाहाले नम्र भएर भने। मन्त्रीज्यू, अनौठो मान्नुपर्ने केही छैन। मैले कपडा बुन्ने यो तानमा 3वटा डोरी बाँधेको छु। पहिलो डोरी पहिलो कोक्रोमा, दोस्रो डोरी दोस्रो कोक्रोमा र तेस्रो डोरी छतको पङ्खामा जोडिएको छ। जब म यहाँ कपडा बुन्न तान चलाउँछु तब ती डोरीहरू आफै तानिन्छन् र कोक्रो तथा पङ्खा आफै चल्न थाल्छन्। यसरी मेरा बच्चाहरू पनि सुत्छन्, चरा पनि भाग्छन् र मेरो कपडा पनि बुनिन्छ। मन्त्रीको आँखा खुसीले चम्किए। उनले मनमनै सोचे, हो, यो मान्छे सामान्य जुलाहा होइन, यो त महाबुद्धिमान हो। यसैले हाम्रो राजाको समस्या समाधान गर्न सक्छ। मन्त्रीले जुलाहालाई भने, तिमी साँच्चै जिनियस रहेछौ। तिम्रो यो बुद्धिको मलाई दरबारमा खाँचो छ। हिँड मसँग। तिमीले राजाको एउटा ठुलो समस्या सुल्झाउनु पर्नेछ। सफल भयो भने तिमी रातारात धनी हुनेछौ। जुलाहाले मन्त्रीसँग सोधे, तर मन्त्रीज्यू, समस्या चाहिँ के हो नि? मन्त्रीले दरबारमा विदेशी दूतले बनाएको त्यो रहस्यमय गोलो घेराको सबै वृत्तान्त सुनाए। जुलाहा केही बेर गहिरो सोचमा डुब्यो र जुलाहाले भन्यो, ठिक छ मन्त्रीज्यू, म जान्छु, तर मलाई दरबार जानुअघि केही सामान चाहिन्छ। जुलाहाले घरबाट 2वटा पासा लियो र आँगनमा गएर एउटा जिउँदो कुखुरा समातेर टोकरीमा राख्यो। मन्त्रीले अचम्म मान्दै सोधे, यो कुखुरा र पासाको त्यहाँ के काम? जुलाहाले भन्यो, यही त खेल हो मन्त्रीज्यू, दरबार पुगेपछि थाहा पाउनुहुनेछ। दरबार पुग्दा वातावरण एकदमै तनावपूर्ण थियो। राजा र दूत दुवै आम्ने सामने थिए। जुलाहाले राजालाई शिष्टाचारपूर्वक अभिवादन गर्यो। उसले सिंहासन वरिपरिको घेरालाई हेर्यो र त्यसपछि ती घमण्डी दूतको आँखामा आँखा जुदायो। जुलाहाले एक शब्द पनि नबोली आफ्नो खल्तीबाट 2वटा पासा निकाले र दूतको खुट्टाको नजिकै फ्याँकिदिए। यो देखेपछि दूतको अनुहारको रङ बदलियो। उसले पनि टक्कर दिँदै आफ्नो बगलीबाट एक मुठी कोदो निकाल्यो र भुइँमा छरिदियो। अब पालो जुलाहाको थियो। जुलाहाले कति पनि कन्जुसियाइ नगरी आफ्नो टोकरीबाट त्यो भोको कुखुरालाई बाहिर छोडिदियो। कुखुराले भुइँमा छर्ने बित्तिकै दूतले छरेको कोदोको दाना एकैछिनमा चट पारिदियो। यो देखेपछि ती विदेशी दूतको अनुहार निलो कालो भयो। उसले पराजय स्वीकार गरे झैँ आफ्नो शिर झुकायो र एक शब्द पनि नबोली सरासर दरबारबाट बाहिर भाग्यो। दूत हतार हतार भागेपछि दरबारका सबैजना वाक्क भए। राजा त कुर्सीबाटै उठे। राजाले उत्सुकता र आश्चर्यले भरिएको स्वरमा जुलाहालाई भने, ए बुद्धिमान जुलाहा, यो के लीला हो? तिमीहरूले मुखै नखोली के कुरा गर्यो? मलाई सुरुदेखि स्पष्ट रूपमा बताऊ। जुलाहाले विनम्रताका साथ राजालाई भन्यो, महाराज, त्यो दूतले सिंहासन वरिपरि घेरा बनाएर भन्न खोजेको थियो कि हाम्रा राजाले तपाईँको राज्यलाई चारैतिरबाट घेरिसकेका छन् र युद्धको घोषणा गर्दैछन्। अब तपाईँ आत्मसमर्पण गर्नुहुन्छ कि लड्नुहुन्छ? राजाले भने, ओहो, अनि तिमीले उसको अगाडि पासा किन फ्याँक्यौ त? जुलाहाले मुस्कुराउँदै जवाफ दियो, महाराज, मैले पासा फ्याँकेर उसलाई जवाफ दिएँ कि हाम्रो अगाडि तिमीहरूका राजा र सैनिकहरू बच्चाहरू जस्तै हुन्। हामीसँग लड्ने कुचेष्टा नगर, बरु घरमै बसेर यो पासा खेल। राजा खुसीले ताली बजाउँदै, वाह, उत्कृष्ट! अनि त्यसपछि उसले कोदो किन छर्यो र तिमीले कुखुरा किन छोड्यौ नि? जुलाहाले भन्यो, महाराज, पासा देखेपछि उसले कोदो छरेर धम्की दियो कि हामीसँग कोदोका दाना जत्तिकै अनगिन्ती सैनिकहरू छन्, तिमीहरू पिसिने छौ। त्यसको जवाफमा मैले कुखुरा छोडिदिएँ, जसको अर्थ थियो तिमीहरूसँग जति सुकै सैनिक भए पनि हाम्रा वीर योद्धाहरू यो कुखुरा जस्तै छन्, जसले तिम्रा सबै सैनिकहरूलाई एकैछिनमा सिद्ध्याइदिनेछन्। मेरो यो बुद्धि र आत्मविश्वास देखेर ऊ डरायो र युद्धको विचार त्यागेर भाग्यो। जुलाहाको यस्तो अद्भुत निडर र बुद्धिमत्ता देखेर राजा खुसीले गदगद भए। राजाले जुलाहालाई भने, जुलाहा, तिमीले आज बिना कुनै हतियार मेरो देशको रक्षा गर्यौ। तिम्रो यो गुण म कहिल्यै बिर्सने छैन। म तिमीलाई अहिले यो राज्यको मुख्यमन्त्री घोषित गर्छु र तिम्रा लागि एउटा भव्य महल बनाइदिने आदेश दिन्छु। दरबारका सबैले ताली बजाए।
तर जुलाहाको अनुहारमा सत्ता र सम्पत्तिको कुनै लोभ थिएन। उसले राजालाई हात जोडेर बिन्ती गर्यो, क्षमा पाऊ महाराज, मलाई मन्त्री पदको कुनै लालसा छैन। मेरो आफ्नै सानो संसार छ जहाँ म कपडा बुन्छु। मेरा बच्चाहरू कुकुरमा झुल्छन् र चराहरू मेरो पङ्खाको डरले भाग्छन्। म त्यही खुसी छु। मलाई केवल हजुरको आशीर्वाद चाहिएको छ। जुलाहाले राजालाई पुनः अभिवादन गर्यो र आफ्नो कपडा बुन्ने तान र स्वतन्त्रतातर्फ मुस्कुराउँदै पाइला चाल्यो। राजा र मन्त्रीहरू उसलाई हेरेको हेरे भए। त्यसैले त भनिन्छ नि, बुद्धि र विवेकको अगाडि ठुला ठुला सेना र हतियार पनि फिक्का हुन्छन्। अब पालो तपाईँको। के तपाईँले आफ्नो दिमागमा जुन कुरा सोच्नु भएको थियो त्यो यो चलाख जुलाहाको उत्तरसँग मिल्यो त? तपाईँको अनुमान मिल्यो कि मिलेन? तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला है। यदि यो दिमाग हल्लाउने नेपाली लोककथा मन पर्यो भने भिडियोलाई एउटा सानो लाइक गरिदिनुहोला र कलम र मसीमा यस्तै अचम्मका र थप कौतूहलताले भरिएका कथाहरू सुन्नका लागि च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। अर्को पटक यस्तै एउटा गजबको कथाका साथ भेट्नेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।